चेतना तपाईको मनमा जागिसकेपछि, विवेक तपाईको मनमा जागिसकेपछि तपाई आफै निर्णय गर्न सक्नुहुन्छ कुन बाटो हिँडेर म घर पुग्छु, म बिर्तामोड आएँ, अब कुन चाहिँ गाडी चढेर म गाउँ जान्छु भनेर तपाईलाई थाहा हुनुपर्छ कि पर्दैन? यदि त्यसो हो भने हामीले यसो गर उसो गर भनेर भनिरहनु पर्ने आवश्यकता छैन। तपाईहरुले बुझिसक्नु भएको छ, तपाईहरुले सम्झिसक्नु भएको छ। राजनीतिलाई व्यवसायको रूपमा हैन, चुनावमा बेसरी खर्च गर्ने, जितेपछि त्यसको 10 गुना 20 गुना उठाउने, त्यतिको लागि गर्ने हो राजनीति हामीले होइन। तर यो देशमा आजसम्मको अभ्यासले त्यो देखाउँछ। त्यसो भएको कारणले गर्दाखेरि पनि होला नेपाली जनताको मनमा त्यो आक्रोशको त्यो उकुस-मुकुसले गर्दाखेरि अस्ति भर्खरको तपाईको आन्दोलनमा धेरै मान्छेको घर जल्यो, जलेन? घर जल्नु राम्रो थियो भने होइन मैले, तर त्यो आक्रोश विस्फोट भयो। त्यसो भएको कारणले गर्दाखेरि यो देशमा राजनीति गर्ने मान्छेहरूले म 1 लाख रुपैयाँ लगानी गर्छु, 10 लाख रुपैयाँ कमाउँछु, 1 करोड कमाउँछु भन्ने हिसाबले राजनीति गर्नु हुँदैन। राजनीति गर्ने भनेको सेवाको लागि गर्ने हो। पैसा कमाउनु मन लाग्ने मान्छेले त वैधानिक तरिकाले, कानुनी तरिकाले व्यवसाय गर्नुहोस्, उद्योग खोल्नुहोस्, तर राजनीतिमा खबरदार कोही पनि नआउनुहोस्। यहाँ आउनु भएको छ भने म हाम्रो टिमलाई पनि मैले बारम्बार तपाईको चाहिँ खबरदारी गरिराखेको छु। श्रम संस्कृतिको लहर बढ्यो, म पनि जाने, सबैलाई ढोका खुल्लै छ, म पनि जान्छु त्यहाँ गएर मेरो फेरि राजनीतिक दोकान चलाउँछु र रोटी सेकेर खान्छु भनेर स्वार्थले कोही आएको छ भने श्रम संस्कृतिले आज नभए पनि भोलि पत्ता लगाउँछ, म निकालिदिन्छु। व्यवसाय होइन राजनीति है। राजनीति गर्ने मान्छेहरूको विदेश पनि गएको होइन, व्यवसाय पनि छैन, केही पनि छैन। 10 तल्ले 5 तल्ले घर, 3-4 जग्गा, उसको आफन्तकोमा जग्गा, यस्ता नाठेहरूको पछाडि लागेर हुन्छ बिर्तामोड है। हामीले दुःख गरी यो रिक्सावालाले